हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड नमस्ते। हाई सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र म आज चाहिँ हैन टक्क कलेज जान लागिरहेको छु। कामबाट आयो हैन, सधैँ जस्तै मेरो त अब सधैँ एउटै हुन्छ, कामबाट आयो फेरि कलेज गयो हैन। म चाहिँ साइकलसँग अनि त्यही हो। अब चाहिँ भिडियो चाहिँ कन्टिन्यू गर्ने कोसिस गरिरहेको छु। भिडियोहरू के कस्तो लाग्छ हैन, अन्तिमसम्म हेरेर आफ्नो मनमा लागेका सुझावहरू दिनु होला। र भिडियो हेरिसकेपछि त्यही हो, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। उता चाहिँ उता हानेडा एयरपोर्टमा थियो अनि नाइट फेरि उता थियो हैन, तर यहाँबाट गयो है, खाना पकायो खायो। त्यसपछि 2 घन्टा सुत्ने समय थियो। हिजो अलि ढिलो गएको थिएँ नि त, गएकोदेखि अनि मेरो लगभग 1.5 घन्टा थियो क्या समय चाहिँ। 1.5 घन्टा सुत्छु भनेको त ल 4 बजे चाहिँ ओमरीमा जानुपर्ने हैन, कम्पनीको गाडी पाउँछ नि त। तर म त 4:45सम्म सुत्दैछु कि ल के गर्ने भयो, जानै मन लागेन, गएन। अनि कम्पनीको बोसलाई चाहिँ फोन गरेँ क्या, सरी म आउन पाएन, आज हल्का बिरामी छु हैन। नेपालीहरू त्यस्तै हो गाइस, हल्का गएको गएन भने, कलेज गएन भने हैन, काममा गएन भने गेन्की जारीमा सेल भने गेन्की भनेको अब मलाई सन्चै छैन भने त्यसो हल्का अब के पनि भनेन, ठिकै छ म कम्पनीमा फोन गरिदिन्छु नि त भन्नुभयो बोसले चाहिँ। त्यसपछि म चाहिँ सुत्दै फेरि है, सुत्दिएको फेरि 6 बजेमा जानुपर्छ नि नाइटको कामको लागि, बस चढ्नुपर्छ नि त। त्यो अब एउटा काम त छुट्यो, अर्को काम नाइटको लागि त जानु पर्यो। त्यस पछाडि फेरि पनि सुत्दैछु, ल 6:40मा जानुपर्ने ओमरीमा, म चाहिँ 7:10सम्म सुत्दैछु के रुममै। ल के गरम भयो होइन, टेन्सन भयो। फेरि साथीले फोन गरेर रहेछ अनि आउने होइन काममा भनेको, आउने हो भनेको, साथीले त आउँदैन रे भन्दैछ। सरी होइन, सायद म निन्दा आएकोमा भएको कारणले गर्दा नि आउँदैन होला भने होला, त्यसको लागि सो सरी है दोस। तर साथीले आउँदैन रे भनेर मेरो सिट चाहिँ काटिदिएछ क्या, लिडरले भनौँ न, सुपरभाइजरले चाहिँ काटिदिनु भएछ। अनि मैले फोन गरेर म आउँदैछु है भने, अनि भर्खर आउँदैन भनेको होइन भने कि, म आउँदैछु बसमा भनेको, फेरि आउँदैछ अरे भनेछ। अनि म ठिकै समयमा पुगेको थिएँ, पानी लास्टै आएको थियो, छाता पनि केही लिएर गएको थिइनँ, त्यहीँबाट लोकल गाडी चढेँ होइन, बस चढेँ। त्यस पछाडि समयमै पुगेको थिएँ। अनि त्यस्तै हो। अनि बिहान भयो अनि सक्क नुहाएर फ्रेस भएर अहिले चाहिँ कलेज आइसकेँ। मेरो कलेज चाहिँ यही नजिकै हो, यस रोडको पारी होइन। त्यस कलेजमा पनि म चाहिँ यो मेरो दिस इज टाइम कार्ड है। अहिले चाहिँ म कलेजमा आइपुगेँ होइन। मिठाई भएको जाइमस माया अहिले त कोही पनि आएको रहेनछ क्लासमा पनि, म अनि एकजना साथी मात्रै। गर्मी भयो गाइज, गर्मी भयो, साइकलमा आएको नि त म, त्यही भएर बवाल गर्मी भयो। सेन्से साइकलमै निची त्यस्तो नि दायन नि सेन्से दायन। म त आज पनि फेल भएछु है भगवान्। सेन्से वाटासिवा क्यो म फुगो काकु सिमाइस्ता फुगो काकु तो एउमिटे खाकी त्यस्तो सेन्से ए क्यो। मेरो कलेज हो है, ए क्लास हो। जति पढ्ने नि फेल भइन्छ, के पढ्ने हो गाइस। कि मास्यो खानु सेन्से क्यु के नि सेन्से कि मास्यो त नारीले कुरा सुनि ओहायो गजा सेन्से नै गामबारी मास सिन्डाइ के यस्तो के यस्तो हेर्नु न, बवाल हेर त आमा कति मिहिनेत गरेको सम्झनाजी। निसा किन यस्तो धेरै मिहिनेत गर्ने हो, उयो आमा खतरा गरे हौ त। ओ सेन्से भन्दा पनि कोही नै यास मेरो दाई मिहिनेत गर्नुपर्छ हजुर। आमामा सम्झनाको खान्छन् कति बवाल हो। के छ मेरो दाई या के छ त अरू, आज कस्तो भयो एक्जाम भन्यो बिसारो भएको जाइमस सेन्से भएको जाइमस स्वाते के छ त आजको डान्सको प्लानिङ? यस्तो नगर्ने यार, किन यार जहिले आज रेन्च हेर्ने रे के त्यस्तै छ हाम्रो त, के गर्ने। म कहिले पनि पास हुन्न केरा,
जहिले पनि पुगो गएको तनाव छ ट्रान्सफर के गर्छु गाह्रो छ पढ्नु नि हुन धेरै आज म उता जाने रे के सिलोको जाने को? काम छ है यहाँ चाहिँ कन्भिनी थियो कि गाइस होइन नजिकै थियो कलेजको नजिकै कन्भिनी तर अहिले चाहिँ त्यो बनाउन लागेको रहेछ क्या त्यही भएर हल्का टाढा जान लाग्यो मैले चाहिँ होइन कन्भिनीबाट पानी लिएँ एउटा जुस लिएँ होइन अनि एउटा के भनौँ मलाई पान जस्तो लिएर आइसकेँ होइन अब जानुपर्छ 10 मिनटमा र भने सेन्सी आज चाहिँ कडा सेन्सी छ क्या लास्टै कडा सेन्सी हुनुहुन्छ होइन अब एउटा इक्जाम चाहिँ भ्याइयो होइन अब अर्को इक्जाम छ फेरि यस्तो इक्जाम हुन्छ होइन अब 1 हप्ता मात्रै छ कि हाम्रो यो कलेजमा त्यसपछि चाहिँ बिदा हुन्छ होइन बिदा भन्ने नि हाम्रो यो कलेज चाहिँ भ्याइन्छ क्या 2 वर्षको कोर्स जुन निहङ्गो काठको भन्छ होइन जापानिज भाषा 2 वर्षको कोर्स भ्याइन्छ नि त 1 हप्ता मात्रै बाँकी छ त्यही पनि यस्तो इक्जाम कि आजदेखि हिजोदेखि त होइन नन स्टप इक्जाम हो क्या नआइने चाहिँ डेली इक्जाम क्या अब नभ्याइनेसम्म होइन सोच्छु कि भन्दा यो स्कुल कलेज नभ्याइनेसम्म डेली इक्जाम छ क्या कम गाह्रो छ त हो यिनीहरू चाहिँ होइन अबाल अब कलेज भ्याइयो भने चाहिँ यिनीहरूको अब सोचिएको लागि क्या डान्स गरिरहेको छन् बहिनीहरूले मेरो भ्लगमा केही भनिदेऊ न प्लिज हाम्रो दाइको सब्स्क्राइब युट्युब च्यानल सब्स्क्राइब गरिदिनु लाइक कमेन्ट शेयर गरिदिनु सकेसम्म यता हेर यता बहिनीको डान्स फेरि बवाल छ है फेरि सक्दैन नि त फेरि सक्दैन नि कसैले भ्याइयो होइन कलेज भ्याइयो लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु प्लिज 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 गाइस